ल अब अहिले त्यस्तो बिजोग हुनुभयो होइन अब गाली चाहिँ कसलाई गर्ने आज बारिस भयो बारिस भएपछि नेपालको बाटो कस्तो हुन्छ भनेर भनिराख्नै पर्छ आम्मा भएर हिलो बोकेर आइज ओह्रालो आउँदा यो बाटोमा स्कुटर लिएर जान सक्दिनँ भन्ने कुरो त थाहा थियो तर नगई पनि त भएको छैन जानै पर्यो होइन रिक्सहरू मोलेर चाहिँ म मेरो यो बाटोलाई निरन्तर अगाडि बढाइरहेको छु अफरोड किङ भन्छ क्या मलाई सबैले अफरोड किङ हजुर जाँदैन लानै पर्ने छ जसरी यस्तो त अस्ति कतिले भन्यो कतिले जाँदैन भन्छ यार त्यस्तो होइन क्या होइन मैले अझै 2 जना हाले हो कुनै बाइकले 2 जना हाले होइन अहिले माथि हेर्नु है त कुनै बाइकले नि यो बाटोमा 2 जना हालेर हिँड्न सके होइन होइन तर भन्यो भने गफ लाए जस्तो हुन्छ 2 जना हालेर हिँड्ने हो क्या बाटोमा म अफरोड किङ हो क्या अफरोड किङ ओ माइ गॉड झऱ्यो त्यसको भएको त्यो एकजना हिँड्न गाह्रो भइरहेको ठाउँमा 2 जना होइन यसरी हिँडिदिन्छु क्या म अफरोड किङ भनेको यही हो होइन 2 जना छ नि यहाँ भिडियोमा देखेँ होइन तर एउटाले भिडियो गरेर राख मैले यहाँ चलाइरहेको क्या गाह्रो पऱ्यो त है खेलिदिनु पर्छ है क्या नि खुट्टा नझाएर क्या केही हुँदैन नडरा हो म हुँदैछु नि नडरा भन्दा भन्दै डराउँछ ए नडरै जान्दै डरायो भने जे पनि हुन्छ नडरै हिँडेपछि केही हुँदैन नभए यहाँ मलाई हेर्नु भिडियो बनाउँदै रमाइलो गर्दै त हिँड्दै थियो जब अब उकालो आयो उकालोमा धेरै नै गाह्रो पर्न थाल्यो यो भिडियोबाटै म तपाईँहरूलाई एउटा सजेसन दिन चाहन्छु यदि तपाईँहरू 5 खालबाट काठमाडौँ जाँदै हुनुहुन्छ भने रबिओपीको बाटो चाहिँ बर्खा पानी परेको बेला चाहिँ हिँड्दै नहिँड्नुहोस् एकदमै गाह्रो छ झन् होइन तपाईँहरू चाहिँ दुलिहेलको बाटो नै बरु ठिक छ त्यहाँनिर गाडीहरूको लिकहरूबाट एकदम सजिलो बनाएको हुन्छ तर रबिओपीको बाटो चाहिँ सजिलो छ राम्रो छ भनेर हिँड्दै नहिँड्नुहोस् है त पछाडि चाहिँ पछाडिँदै एकले अर्कालाई बोल्दै हौसला दिँदै हामी हाम्रो यात्रालाई अगाडि बढाउँदैछौँ देशै ऋणमा हो यो बाटो बन्ला भनेर कहिले आश गर्नु र होइन यता हेऱ्यो नि पिलित्त चिप्ल्या हो अर्कोलाई हेऱ्यो नि पिलित्त चिप्ल्या हो एकले अर्कालाई हेर्छौँ अगाडि बढ्न खोज्छौँ हाम्रो यात्रा साह्रै कठिनाइ भइरहेको छ यो भिडियो चाहिँ हाम्रो केपीबासँग उयो गर्छ होइन साथीहरू सक्दो सेयर गर्नुहोस् ल अनि कमेन्ट नि गर्नुहोस् तपाईँहरू यो बाटो कतिको हिँड्नु भएको छ रातो माटो छ एकदमै डेन्जरै होइन कमेन्ट गर्नुहोस् है त्यो बाटो कतिको हिँड्नु भएको छ तपाईँहरू कतिको सहज तरिकाले हिँड्नु भएको छ ल्याङ्कु छु अफरोड किङले छिन्नु भएको छ सबैले बाटोमा कति हिँड्यो नि गति छाडा त्यस्तो बिजोग भयो
ठेलिदिन्छ ढुक्क आउनु फर्किन लाग्यो बिचराहरू हेल्प गर ठेलो 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 बिचरा दाइ तल अड्केर बसेको थियो होइन आउनु हो गाह्रो पर्यो त नि कहाँ हो तपाईँ घर सर्टलाई ए नेपाली नै हुनुहुँदो रहेछ त अब यो रोड बिग्रियो गाली कसलाई गर्ने त अब गाली कसलाई गर्ने भनिदिनु न तपाईँ अहिले त्यस्तो बिजोग हुनुभयो होइन अब गाली चाहिँ कसलाई गर्ने त रोड बि यस्तो छ हामीले अब शास्ति त भोग्नु पऱ्यो नि होइन अब कतिको बाइक लड्यो है त्यहाँ बग्लाङ त्यो पछाडि चाहिँ पछाडि होइन अब कसलाई गाली गर्ने त बनाउँदैछ है यस्तै छ अब के गर्नु त काम त बन्छ ढिलो बन्छ क्या